नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशी सरकारी होइन, ओली। एमालेले 4 माघदेखि चुनाव अभियान थाल्ने। केन्द्रीय समिति परिमार्जन भएको पुष्टि हुने, कागजात बुझायौं गगन थापा। अब उत्पादक र उद्योगले सिधै बिजुली किनबेच गर्न पाउने। विप्लव र जेएनजी अगुवा मिराज ढुङ्गानाबीच 4 बुँदे सहमति। निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहन्छ, प्रमुख आयुक्त भण्डारी। सूचना प्रविधि मार्फत हुने दुष्प्रचार न्यूनीकरणमा निर्वाचन आयोगको जोड। साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपालले माल्दिप्सलाई 5 गोलले हरायो। केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भयौं, कुलमान घिसिङ। बैंकहरूको कर्जा असुलीमा सुधार आएपछि नोक्सानी फिर्ता 17 अर्बमाथि। प्रधानमन्त्री कार्की थारू राष्ट्रिय माघी महोत्सवमा सहभागी। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।